जेनजी आन्दोलन सम्पन्न भएको महिना दिन नागे पनि भ्रष्टाचार छानबिन, पुस्तान्तरण र प्रत्यक्ष कार्यकारी प्रमुख जस्ता ठोस मागहरूको सम्बोधन हुन सकेको छैन। बरु आन्दोलनको समयमा भागाभाग गरेका पुराना नेताहरू झनै आक्रामक बन्दै पद र शक्तिमा रहने षड्यन्त्रमा लागेका छन्। सुरुवाती चरणमा समर्थन देखाएका दलहरूले समेत बोली फेर्न थालेपछि जेनजीका मागहरू अलपत्र पर्ने त होइन भन्ने चिन्ता बढेको छ। जेनजी आन्दोलनले सत्ता पलट गरेको महिना दिन नागिसकेको छ, तर यस अवधिसम्म आन्दोलनमा उठेका ठोस माग सम्बोधन भएका छैनन्। न त आन्दोलनमा दमन गर्ने नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिन नै सकेको छ। भ्रष्टाचार छानबिनको लागि विशेष आयोग गठन गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसम्मका जेनजीहरूका माग अलपत्र छन्। अरू त अरू, आन्दोलनको समयमा डरले सेनाको हेलिकप्टरबाट भागेका नेताहरू समेत अहिले आन्दोलनको विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। जेनजीहरूले उठाएको राजनीतिमा पुस्तान्तरण भन्ने मागलाई उनीहरूले ठाडो चुनौती दिइरहेका छन्। यो वा त्यो बहानामा उनीहरू पद र पावरमै रहने षड्यन्त्रमा लागिरहेका छन्। नेतृत्व छोड्न म तयार भएँ भनेर हिँडेको छु, त्यो पनि उस्तै। ज्यान जाला नेतृत्व छोड्दिन भन्ने पनि उस्तै हो त। जसले राष्ट्रिय सहमतिको निम्ति अपिल गरेर अगाडि बढिराखेको छ, त्यस्तै सहमति हुनै सक्दैन भन्ने पनि उस्तै। यो चाहिँ होइन। म तपाईहरुसँग अपिल गर्छु, सत्य र तथ्यको आधारमा तपाईहरुले जनतालाई भनिदिनुपर्छ। अन्तिममा फेरि पनि अहिलेको आवश्यकता निर्वाचन सफल पार्नको लागि सबै एकजुट हुनु हो। भोलिको आवश्यकता सबै मिलेर संविधान संशोधन गरेर जेनजी युवाहरूको भावना र मागलाई पनि सम्बोधन गर्ने गरी चाहिँ सहमतिको आधारमा संविधान संशोधन गर्नु दोस्रो आवश्यकता हो। तेस्रो, यो राष्ट्र हाम्रा पुर्खाहरूले धेरै ठुलो त्याग तपस्या गरेर बचाएर राखेको राष्ट्र आज निकै नै अप्ठ्यारो ठाउँमा पुगेको छ। यसको रक्षा पनि राष्ट्रिय सहमतिबाट आम जनतालाई एकताबद्ध गरेर मात्रै गर्न सकिन्छ, अर्को कुनै विकल्प छैन भन्ने मलाई लाग्छ। र म यो अपिल पनि सबैलाई र तपाईँ सम्पादक साथीहरूलाई गर्न चाहन्छु। एमाले अध्यक्ष केपी शर्मा ओलीले त जेनजी आन्दोलनपछि गठन भएको सरकार र सो सरकारले घोषणा गरेको निर्वाचन नै स्वीकार्य नभएको भन्दै जेनजीका मागप्रति ठाडो हमला गरिरहेका छन्। हिजो दुई पटक संसद विघटन गरेर सर्वोच्चबाट पदच्युत भएकाहरू अहिले विशेष परिस्थितिमा भएको संसद विघटनलाई असंवैधानिक भनिरहेका छन्। यो सरकारले त्यस पछाडि जे काम क्रियाकलापहरू गर्दैछ त्यसप्रति भने हाम्रो एकदमै गम्भीर